Good morning, guys. Very warm welcome to you after a long time in my vlog. एकदम जाडोको मौसम है। आज पुसको 7 गते आज हामी शैक्षिक अवलोकन भ्रमणमा निक्लेका छौं। अब आज यहाँबाट हामी जाँदै छौं हैन। आज कता कता पुग्छौं तपाईलाई आजको यो हाम्रो हैन एजुकेशनल एक्सकर्सन प्लस रिफ्रेशमेन्ट जुन भ्रमण छ यसमा फुल इन्जोय दिने कोसिस गर्ने छौं। तपाईहरु आजको यो ब्लगमा हामी सँगै रहनु होला। ओके गाइज, इट्स 7:07 र हामी यहाँबाट हिँडिसकेका छौं। अब आजको दिनभरि रमाइलो तपाई यो ब्लगमा मनोरञ्जन गर्न सक्नुहुन्छ। अलि अगाडि छ त भाइ करे झ्याल बन्द गरेर चिसो छ। के हो पुरा हिरो त सुटिङमा हिँडे जस्तो छ त। अन्जाली कस्तो छ नि? गुड मर्निङ गाइज, हामी चतरा आइपुगेका छौँ होइन। यहाँ चाहिँ एकदम हुस्सु आज एकदमै धेरै बाक्लो हुस्सु लागेको छ। अब यो तराईमा यो जाडोको हुस्सुको सिजन हो नि त। विद्यार्थीहरू यहाँ आएका छन्। एउटा ग्रुप फोटो सेसनको कार्यक्रम छ यहाँ होइन। आज अब यो यस्तै मौसम पर्यो होइन, रमाइलो रमाइलो छ। अब एउटा ग्रुप फोटो सेसन गर्छौँ हामी र त्यस पछाडि यहाँको ऐतिहासिकताको विषयमा होइन, यहाँको पुरातात्विकताको विषयमा हामी अब यो गाह्रो हुन्छ होइन धेरै ग्रुपमा ठ्याक्क फोटो यहाँ मिलाउनलाई मिलाएर बस्दै छन् होइन। गाइज, ट्राभलिङ इज अ फर्म अफ लर्निङ होइन। यहाँ टिचरहरूसँग स्टुडेन्टहरू फोटो सेसन गर्दै हुनुहुन्छ। सरले यहाँ फोटो खिचिदिँदै हुनुहुन्छ। यहाँ केटाहरू चाहिँ म्युजिक स्युजिक बजाएर नाचगान है, यिनीहरूलाई बेग्लै रमाइलो छ। हामी अहिले यहाँ चतरा आइपुगेका छौँ होइन। यो कुम्भ स्तम्भ यो ऐतिहासिक नगरी हो नि त होइन। यो ऐतिहासिक नगरीमा अब यहाँ त्यस्तो धेरै केही नभए पनि यहाँ टक्क कुम्भ स्तम्भ होइन, यहाँ तपाईँ देख्न सक्नुहुन्छ। आज यो मौसम चाहिँ त्यति खुलेको छैन, त्यसकारण त्यति धेरै राम्रो हामी दृश्यहरू चाहिँ कैद गर्न सकिरहेका छैनौँ। यहाँ फोटोसोटो खिच्ने होइन क्रममा छन् विद्यार्थीहरू। आज हामी हिँड्न नै ढिला भयो नि त। कुम्भ नगरी प्राचीन हरिद्वार चत्रधाममा पाल्नुहुने महानुभावलाई यहाँ स्वागत गरिएको छ। यो प्रथम जगद्गुरु पीठ हो होइन।
यहाँ यस्ता 2-3वटा पीठहरू छन्। नानीहरू चाहिँ अब यहाँ गएर यसको बारेमा अध्ययन गर्ने। यहाँ एकछिन फोटोसोटो खिच्ने काम छ है। यो चाहिँ यो जगद्गुरु पीठ है। यहाँ आश्रम पनि छ होइन। यहाँ आश्रममा मान्छेहरू बस्नु भएको छ। यहाँ चाहिँ अब मान्छेको वृद्ध अवस्थामा शैक्षिक रूपमा चाहिँ यहाँ कोठा बनाएर लिएर बस्न पाउने व्यवस्था छ। मान्छेले होइन बुढेसकालमा यस्तो धर्म कर्म हुन्छ नि होइन। यहाँ गुरुकुल पनि रहेको छ। यहाँ गुरुकुलका विद्यार्थीहरू हुनुपर्छ है। त्यहाँ आगो तापेर बसिरहनु भएको छ। के छ, कस्तो फिलिङ भइरहेछ तिमीहरूलाई? आजको मौसम जाडो छ होइन। उसलाई चाहिँ पेट पूजाको गाह्रो छ। त्यहाँ पुग्ने बित्तिकै हुन्छ। होइन हामी कसैले खाएको छैन भाइ। सुजाता के छ, तिमीलाई कस्तो रमाइलो लाग्दैछ? ल अब यहाँ टिकटक पनि बनाऊ है। जसको भाइरल हुन्छ त्यसलाई विशेष पुरस्कार। मोहन आज पुरा हेन्डसम देखिरहेको छ। तिम्रो चस्मा खै अहिलेको? ए चस्मा नछोड है। तिमी आज चस्मामा धेरै हेन्डसम देखिएको छ। यो त जहिले हेन्डसम छ सर। यो त जन्मिँदै हेन्डसम थियो। ल यहाँ चाहिँ वाटर फाउन्टेन होइन। यहाँ रमाइलो छ होइन। वाटर फाउन्टेन तपाईँ देख्न सक्नुहुन्छ। विद्यार्थीहरूलाई यस्तै त हो नि होइन। ट्राभलिङ इज अ फर्म अफ लर्निङ। यो चाहिँ हामीले विद्यालयभित्र दिन नसकेका कतिपय व्यावहारिक कुराहरू होइन, प्रकृति प्रेमका कुराहरू हामीले त्यहाँ विद्यालयभित्र भन्दा विद्यालय बाहिर अझ प्रभावकारी सिकाइ हुन्छ भनेर हामी कहिलेकाहीँ यसरी विद्यार्थीहरूलाई बाहिर लिएर निस्किन्छौँ होइन। अहिले यता पनि हेर्ने, यता पनि पोज दिने। ल धेरै हेन्डसम देखिएको छ केटाहरूलाई होइन। यहाँ यो भएको मध्ये अप्सन सबभन्दा हेन्डसम फर्स्ट अप्सन। रमित पनि सेकेन्डमा छ। चस्मा लाग्यो भने त पनि फर्स्ट हुन बेर लाग्दैन। सागर त झन् पुरै हेन्डसम होइन। ल सबै हेन्डसम। अब झन् दामी। ल भइसक्यो। विद्यार्थी भाइ बहिनीहरू निकै रमाएका छन्। हुन त ढिलो भयो। अलि भोक लागेको पनि भन्न थालिसकेका छन्। अब हामी यहाँबाट बेलुका रिसोर्ट जान्छौँ अनि त्यहीँ खाजा खान्छौँ। त्यहाँबाट आज हाम्रो एउटा सर्ट हाइकिङको कार्यक्रम छ। हामी त्यहाँबाट माथि बोपताङ चाहिँ हाइकिङ गर्दैछौँ आज। किनभने अलिकति फिजिकल एक्टिभिटीमा पनि इन्भल्भ हुनुपर्छ। आजकल बच्चाहरू धेरै मोबाइलमा लागेका छन् होइन। त्यस्तो फिजिकल एक्टिभिटीहरू त्यति गर्दैनन् नि त घरतिर। त्यही भएकोले गर्दा आज हामीले यो हाम्रो एक्सकर्सनमा चाहिँ सानो हाइकिङ पनि राखेका छौँ। हामी त्यहाँबाट पनि तपाईँहरूलाई अपडेट गर्नेछौँ। अब यो कुम्भ स्तम्भ होइन। कुम्भ स्तम्भ भएको ठाउँमा अब यहीँबाट हामीले अवलोकन गरेर हामी यहाँबाट निस्किँदैछौँ। यहाँ विभिन्न देवी देवताका मन्दिरहरू अनि यहाँ सर्वेश्वर युगल सरकारको मन्दिर, त्यस्तै यहाँ चाहिँ आश्रम पनि रहेको छ। त्यस्तै जगद्गुरु पुस्तकालय, यहाँ निम्बार्क साहित्य सदन, यो चाहिँ प्रथम जगद्गुरुको यो आश्रम रहेको छ। यहाँ विभिन्न सेक्सनमा यो आश्रमलाई विभाजन गरेको छ। यहाँ मान्छेहरू जीवनको उत्तरार्धमा एउटा शान्तिपूर्ण जीवनको लागि बस्नुहुन्छ। यहाँभन्दा तलतिर पनि एउटा आश्रम रहेको छ र अब यहाँ एउटा वेद विद्याश्रम पनि रहेको छ। त्यहाँ पनि बटुकहरूको अध्ययन अध्यापनको काम हुन्छ। त्यहाँ अघि बटुकहरूसँग हाम्रो अलिकति भेटघाट भएको थियो। जाडो छ त्यहाँ
आगो तापेर बस्नु भएको थियो। अब यहाँ हामीले आधी घन्टा जति स्पेन्ड गऱ्यौँ। अब हामी यहाँबाट यो प्रथम जगद्गुरु पीठ बाट अब हामी गाडी लाग्दैछौँ। बिस्तारै मौसम खुल्दैछ होइन, दिउँसोसम्ममा घाम लाग्छ होला। अब हामी यहाँबाट कोशी पुल जाँदैछौँ। यिनीहरूलाई सब उता लिएर जानु न हिँडाउनु। अलिक डिसिप्लिन है गाइज हामी कोशी पुल आइपुगेका छौँ। फाइनली अब घाम लागेको छ, मौसममा सुधार आएको छ। अब अलि चिसो पनि कम हुन्छ होला। बिहान एकदमै धेरै चिसो जाडो थियो होइन। विद्यार्थीहरू यहाँ उत्रिँदैछन्। अब हामी गाडी लगेर कोशी पुल पारी प्रतीक्षा गर्छौँ। विद्यार्थीहरूलाई चाहिँ यहाँ बिचबाट देखिने दृश्यावलोकनहरू होइन, फोटो भिडियोहरू उनीहरूलाई यो खालको वातावरण नयाँ हो नि त। अब कति विद्यार्थीहरू यहाँ आइपुगेका थिएनन्। ल अब यो कोशी पुलमा चाहिँ फोटो भिडियो होइन गर्ने हेर्ने सबैलाई निकाल्नु सर, सबै अनि तिमीले चाहिँ गालामा के टाँसे कि आऊ आशिष कहाँ गएको? ल अब यहाँ चाहिँ अब हाम्रो गाडी चाहिँ यहाँ कोशी पुल पारी गएर बस्छ है। अब हाम्रा विद्यार्थीहरू चाहिँ यहाँ धेरै राम्रो ठाउँ छ नि त होइन, हामी सुन्दर दृश्यहरू देख्न सक्छौँ। अब यहाँबाट चाहिँ अब बोटिङ गर्नेहरू, बोट चढ्ने अब यहाँबाट उता भोजपुरतिरसम्म पनि बोटिङहरू हुन्छ नि त। एकदम सुन्दर दृश्य है। अब यो हुस्सु ठ्याक्क अब यो चाहिँ माथि उड्दैछ। घाम लागेको छ अहिले। विद्यार्थीहरू चाहिँ यहाँ कोशी पुलमा फोटो भिडियोहरू खिच्दै रमाउँदै गर्दैछन् होइन। ए उफ्र न कस्तो राम्रो हुन्छ ल माथि आउँदा ल। ओ यस, सोनी इज भेरी ब्रेभ गर्ल होइन।
ल सोनी फाइनली यता आइसकेकी छन्। ल केटाहरू पनि फोटो होइन भिडियो भइरहेछ। बडा राम्रो पोजमा पो उभियो त हौ केटाहरू त। यहाँ हेर्नु न पहाड एकदम कस्तो हाउ ब्युटिफुल होइन, एकदमै सुन्दर देखिएको छ। हामी अब यो माथि त्यो पहाड चढ्दैछौँ गाइस आज भोप्ताङ होइन। एकदम रमाइलो भइरहेछ यहाँ। हाम्रो गाडी पारी गरेर बसिएको छ है। अब जाउँ ल यता। यहाँ बराह क्षेत्र जाने चाहिँ यहाँबाट 4 किलोमिटर मास्तिर है बराह क्षेत्र। एकदम सुन्दर ठाउँ छ बराह क्षेत्र पनि। गाडी गाडी आउँदैछ है। बाइक आउँदैछ है। हामी बेलुका रिभर बिच रिसोर्टमा आइसकेका छौँ। हेरेर है बाइक बाइक बिस्तारै बाइक बाइक आउँदैछ। अब यहाँ हामी खाजा खान्छौँ। आउँदैछ आउँछ आउँदैछ आउँदैछ। अनि यहाँ खाजा खाएर हामी यहाँबाट आज हाम्रो हाइकिङको कार्यक्रम छ होइन। यहाँबाट चाहिँ हामी भोप्ताङ भाइरल डाँडामा आज तपाईँहरूलाई यहाँबाट हाइकिङ गराएर लगेको देखाउनेछौँ। ल नानीहरू अब यहाँ खाजा आउँदैछ होइन। अनि अब हामी खाजा खान्छौँ। यहाँनिर बसेका छन् सबै विद्यार्थीहरू होइन। तपाईँ देख्न सक्नुहुन्छ यहाँ यो ओभर राम्रो ठाउँमा छ होइन। यो बेलुका बिच रिसोर्ट चाहिँ यो मोबाइल भएपछि सबैलाई होइन यो मोबाइलमै व्यस्त छन्। यहाँ पनि मोबाइलमै व्यस्त छन् भाइहरू पनि। ल यहाँ एकदमै यो कोसीको किनारमै रहेको छ यो बेलुका बिच रिसोर्ट चाहिँ। राम्रो गार्डनिङ गरेको छ। फोटो भिडियोको लागि रिफ्रेसमेन्टको लागि एकदमै उपयुक्त ठाउँ हुनसक्छ होइन। हाई यहाँनिर फोटो खिच्ने त झन् ब्युटिफुल ठाउँ रहेछ हौ देवराज सर। तल स्टेज जस्तो पनि रहेछ होइन। ठ्याक्कै यो बेलुका बिच भनेको कोसीको किनारमै छ होइन। अलिक सेफ्टीको लागि चाहिँ अलिक समस्या हुन्छ कि जस्तो होइन। अरू हिसाबले त एकदम सुन्दर छ राम्रो छ होइन। तर त्यही हो केटाकेटीहरू अलिक कहिले काहीँ असावधानी गरिदिन्छन् नि त होइन। त्यही भएर यहाँ हामी एकदमै खटेर हेरिरहेछौँ। यो हटमा आज यहाँ खाजा खाँदैछन्। एकदम ग्रिनरी भएको हरियाली युक्त। गाइज हामी यहाँ बेलुका रिसोर्ट क्षेत्रमै छौँ। केटाकेटीले यहाँ खाजासाजा खाए होइन। अब रिसोर्ट हो खाजा त भने जस्तो घरमा गाउँदै खाए जस्तो भएन होला। त्यो पनि मिठो मानेर नै खाजा खाए। अब यहाँ तलपट्टि अलिकति यहाँ यो भिजिट गर्ने ठाउँ छ होइन। यहाँ कोसीको ठ्याक्कै किनारमै हामी पुग्न सक्छौँ यहाँबाट। यो एकदम मेहनत गरेर निकै सुन्दर रिसोर्ट बनेको छ। यहाँ बगनबेली एकदम राम्रो यहाँ फुलेको छ। विभिन्न किसिमका बोट बिरुवाहरू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। यो अलिकति मेन माथिको भन्दा अलिकति गहिरो ठाउँ छ। यहाँ हरियाली यहाँ प्रशस्त मान्छेहरूको चाहिँ इन्भरोनमेन्ट हुँदो रहेछ। यहाँ चाहिँ
पिकनिक खाने पनि स्पट है मिल्ने रहेछ यहाँ होइन क्याम्प फायर गरे यो होइन यहाँ ठ्याक्कै यो कोसीको डिलमै रहेको छ होइन बर्खाको बेला त अलि डरै पनि हुन्छ होला बच्चाहरू यहाँ तल छन् ओइ अप्सन यहाँ एकदम सुरक्षितसँग है पानी छ होइन एकदम सुन्दर ठाउँ यहाँ म्यामले विद्यार्थीलाई एकदम निरीक्षण गरिरहनु भएको छ यहाँ अब सानोतिनो कन्सर्ट गर्नको लागि हुने खालको स्टेज टाइपको पनि रहेछ होइन एकदम राम्रो ठाउँ रहेछ गाइज मलाई त एकदम मन पर्यो होइन अब यो पिकनिक स्पटको रूपमा चाहिँ राम्रो ठाउँ रहेछ यहाँ बोट पनि रहेछ बोटिङको पनि सुविधा छ यहाँ होइन कोसीको कञ्चन पानी एकदम दामी छ देख्न सक्नुहुन्छ है बच्चाहरू एकदम रमाइलो भइरहेछन् यहाँ तपाईँ यहाँबाट देख्न सक्नुहुन्छ होइन यो बेलुका रिसोर्टको लोकेसन इट्स सो ब्युटिफुल स्टुडेन्ट आर इन्जोइङ सो मच है आनन्द लागिरहेछ होइन यो सानो ठाउँ अब यी केटाकेटी होइन रमाइरहेछ उनीहरूको खुसी नै हाम्रो खुसी हो होइन अहिलेको बच्चाहरूलाई खाना भन्दा पनि यस्तो खेल्ने कुराहरू हेर्ने कुराहरू बडा रमाइलो मान्छन् हिमाली चाहिँ के गर्दैछ तिमी चाहिँ अनि एक्लै बसेछौ त नि ल गुड चुडिन्छ होला है त्यत्रो 3 जना थाम्छ गाइज हामी यहाँ सोमबारे बेलुका बिच रिसोर्टबाट अगाडि अब हाइकिङ गर्दैछौँ हामी चाहिँ त्यो बोप्ताङसम्म हाइकिङ गर्ने हो कति लाग्छ समय होइन यहाँ स्थानीयहरूलाई सोद्धाखेरि चाहिँ अब हिँड्ने मान्छेहरू त 45 मिनट आधी घन्टामै पुग्छन् अरे अब हामी अलि ट्रेकर्स परेनौँ नि त बिस्तारै बिस्तारै हामी जान्छौँ मोटरेबल अफ रोड छ तपाईँ स्कुटीमा अथवा सानो गाडीहरू अलि जिप टाइपका गाडीहरूमा बाइकमा पनि जान सक्नुहुन्छ तर अब ठुलो गाडीहरू चाहिँ नजाने भएकोले गर्दा हामी चाहिँ हाइकिङ गर्दैछौँ अन द वे टु बोप्ताङ गाइज होइन यी सबै बोइलर जस्ता भइरहेछ नि त यहाँ हिँड्नै सक्दैनन् अनि एउटा टिम त लगभग माथि त्यो है टावर भएको डाँडा देख्दै हुनुहुन्छ बोप्ताङ त्यहीँ हो होइन एउटा टिम त्यहाँ पुगिसक्यो होला अङ्ग्रामा लिएर जानुभएको छ हामी यहाँ पछाडि पछाडि विद्यार्थी लिएर आउँदैछौँ नानीहरू आऊ छिटो आऊ बाटो पनि कस्तो दिइराख्यो हामी यता आगो छिटो हुने रहेछ नि बल्ल हैन म त देउरानी म पनि हेर्छु त देउरानी 4 जना मात्र हो हाइकिङ
होइन अरू पनि गइसके माथि पुग्नुपर्ने त यहीँ माथि मात्रै हो होइन बाटो मोटरेबलै छ तैपनि हामी चाहिँ हाइकिङ जाने भनेर तल सोमबारेबाट हाइकिङ हिँडिरहेछौँ रमाइलो भइरहेछ गाइस फाइनली हामी यहाँ बोप्ताङ डाँडा आइसकेका छौँ यो भाइरल बोप्ताङ डाँडा यो बोप्ताङ डाँडाको माथिपट्टि यहाँ बेलुका हाइट खाजा एन्ड सेक्पा घर रहेछ हामी ठक्क यहाँ आइपुगेका छौँ यहाँ विद्यार्थीहरू सुस्ताउँदैछन् पानी खाँदैछन् जहिले होइन म फर्स्ट टाइम हो तँलाई कस्तो लागिरहेको छ ठाउँमा नि राम्रो छैन इटरी जस्तै छ त तालतला जस्तै शीतल छ बडा आनन्द छ सुन्दर छ होइन यहाँ अङ्ग्रा म्याम पनि आइसक्नु भएको छ अझै हाम्रो दुईजना सरहरू तल अरू विद्यार्थीहरू लिएर आउँदै हुनुहुन्छ अब यो उकालो हिँडिरहने बानी नभएकोले अलिकति गाह्रो हुन्छ नि त गाइज त्यही भएर रिता कस्तो लागिरहेछ तिमीलाई यस्तै हो कहिलेकाहीँ गाइज यहाँ एकदमै भाइरल ठाउँमा आइसकेका छौँ सबैजना यहाँ फोटो सेसनको लागि रेडी छन् होइन अलि यतापट्टि गइरहेको छु है यो साइडबाट ल एन्जल पनि यहाँ छ सागर छ ल उता बसिरहेछन् गाइज यहाँबाट एकदमै यो कोसीको फाँट श्रीलङ्का टापु एकदम मजाले देखिरहेछ आज त अब अलिकति यो कुहिरोले गर्दाखेरि एकदम सो ब्युटिफुल गाइज यो आउन चाहिँ अब यस्तो नि त हामी हाइकिङ गर्दै आयौँ होइन अब अटोमा अथवा बाइकमा अथवा गाडीमा आउने भने एकदम इजी एक्सेस छ सजिलै आउन सकिन्छ सजिलैसँग यहाँ आइपुग्न सकिन्छ यहाँ चाहिँ यो प्याराग्लाइडिङको लागि बनाइएको ठाउँ हो अब अहिले चाहिँ खोइ यहाँ प्याराग्लाइडिङ अघि दुईवटा चाहिँ यहाँ उडेको देखियो होइन अहिले यहाँ थप प्याराग्लाइडरहरू चाहिँ मैले देखिरहेको छ होइन गाइज हामी धेरै टाढाबाट त आएको होइन त्यहाँ तपाईँ देख्न सक्नुहुन्छ होइन बेलुका रिसोर्ट हामी ठ्याक्क त्यही बेलुका रिसोर्टबाट आएको हो होइन गाइज यहाँ यिनीहरू बडा राम्रो भयो अरे यो दृश्य देख्दा यिनीहरू आइफोन चाहियो भन्दैछन् यो आइफोन त होइन होइन आइफोनबाट पनि कस्तो देखिँदो रहेछ तपाईँहरू हेर्नुहोस् ल यो दृश्य टक्क यहाँबाट देखेको दृश्य अझ अहिले अलिकति यो कुहिरो भएर अलि मधुरो मधुरो देखिएको छ इट इज सो ब्युटिफुल गाइज एकदम मजाले आनन्द आइरहेछ आज हामी अलि निर्धारित समयभन्दा ढिलो भइसकेका छौँ होइन त्यही पनि केही छैन अब तल जान्छौँ अनि खानासाना खाएर अब हामी अनि अर्को स्थानतिर हामी प्रवेश गर्नेछौँ ल रेडीहरू रमाएर यहाँ फोटो भिडियो खिच्दैछन् अलिकति भाइ बहिनीहरू त्यहाँ माथि छन् त्यहाँ देवसर हुनुहुन्छ यतापट्टि एनटिसीको टावर छ एकदम राम्रो ठाउँ छ गाइज अब यहाँबाट हामी फर्किने क्रममा लाग्यौँ त्यहाँ हाम्रो विद्यार्थीहरू अझै छन् कि क्या हो देवराज सर ठिकै हुन् हाम्रै हुन् रिता जाउँ ल खोइ त तिम्रो ज्याकेट अहिले त्यता भएको सबै साथीहरू बोलाऊ त
त्यहाँ भएको साथीहरू सबैलाई बोलाऊ ल। यहाँ गाइजहरू देख्न सक्नुहुन्छ इगलको प्याराग्लाइडिङ चलिरहेछ एकदम रमाइलो ठाउँ। अब छोटो दिन छ नि त, अब दिन बितिहाल्छ होइन। अब बोप्ताङबाट हामी फर्किन लागिरहेछौँ। तपाईँ पनि यो धरानिटरी जत्रा क्षेत्र हुनुहुन्छ भने अथवा यता भिजिट गरेको बेलामा यो भाइरल बोप्ताङ डाँडा एकदम राम्रो छ होइन। यहाँ आज अहिले म भन्दै थिएँ नि इगलहरूको प्याराग्लाइडिङ चलिरहेछ। यो दक्षिण पश्चिम मोडाको डाँडा होइन, शीतल तल कोसीको फाँट, बेलुका हाइट भन्नु यसलाई होइन, बेलुका हाइट तर्को पनि छ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ इगलहरू एकदम इगलको प्याराग्लाइडिङ, यो नेचुरल प्याराग्लाइडिङ चलिरहेछ। अहिले हावा लागिरहेछ, सम्भवतः अब यो प्याराग्लाइडिङको लागि त्यति उपयुक्त अब मौसम रहेन कि दुईवटा प्याराग्लाइडिङ हामीले देखिरहेको थियौँ यहाँ। तपाईँ एडभेन्चर मन पराउनुहुन्छ भने तपाईँ प्याराग्लाइडिङ पनि गर्न सक्नुहुन्छ। गाइज यहाँबाट अझ सुन्दर दृश्य देखिरहेछ। यहाँ विद्यार्थीहरू बिस्तारै तल झरिरहेछन् यहाँ सर्टकटबाट। देख न गाइज है, यहाँ सबैजना थाकेर बसिरहेछन्। यो आजको हाम्रो बाहिरको यो लास्ट टोली हो होइन। एउटा टोली तल बेलुका बिच रिसोर्टमा पुगिसकेको छ। तिनीहरूले हामीलाई पकाएको खाना पनि सबै खाइसक्यो होला नि गाइज। हामी अब बोप्ताङबाट यहाँ बेलुका रिभर्स बिच रिसोर्ट आइसकेका छौँ। अब हामी यहाँ खाना खाँदैछौँ होइन। अब खाना खाएपछि हामी यहाँबाट यहाँ अलिकति 1-2 घन्टा नाचगान गर्ने प्लानिङ थियो होइन। बिहान हाम्रो उताबाट आउँदाखेरि नै अलि प्रतिकूल मौसमले हुसुको कारणले गर्दाखेरि र प्लस त्यहाँ अलिकति विद्यार्थीहरूलाई कलेक्सन गर्दै ढिलो भयो। एकदम राम्रो ठाउँमा छ बेलुका रिसोर्ट होइन। तपाईँहरू यहाँ चाहिँ नाइट स्टे सहित पनि आउन सक्नुहुन्छ अथवा दिउँसो यसो घुम्ने, खाजा खाने, खाना खाने गरी पनि आउन सक्नुहुन्छ। बद्री कार्की सर यहाँ हुनुहुन्छ। कार्की सर तपाईँलाई अलिक गाह्रो भएको अवस्था हो? मलाई पुरै गाह्रो, ए पसिना भएर अनि माथि त चढ्ने आँटै होइन नि। ठिकै छ सर, जहाँसम्म जानुभयो त्यो पनि ठुलो सफलता हो, ठुलो एडभेन्चर जोर्नी। एकदम सुन्दर दृश्य है। बिहानभन्दा अझै सुन्दर देखिएको छ अहिले। घाम अलिकति पश्चिमतिर गएपछि यो लाइट पनि टक्क मिलेको छ। यो सुन्दरताको एकदम अनुपम उदाहरण छ। लुलु हरिया ल पालो नानीहरू यहाँ खाना खाँदैछन् होइन। मिट चाहिँ 1 टाइम मात्रै हो है। ए खाना खाँदै हुनुहुन्छ? म्याम खाना खाइसक्नु? ल के छ खाना? मिठो छ नि? ल यहाँ खाना खाँदैछन् नानीहरू। के छ खाना? एकदम मिठो छ नमन? ओके ल थपी खानुपर्छ। के छ बोइज? भिरबाट आइहाल्यो नि भाइ। स्विमिङको टाइममा आउनु भने पनि एकदम यहाँ किङ साइज स्विमिङ पुल छ, तपाईँ देख्न सक्नुहुन्छ। त्यहाँपट्टि एकदम राम्रो छ होइन। यो चाहिँ एकदम नेचुरल होइन। कोसीको ठ्याक्कै डिलमा किनारमै छ यो बेलुका बिच रिसोर्ट। यो प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँ नानीहरू खाना खाँदैछन्।
समुद्र के छ खाना मिठो छ गुड घरको जस्तो खाना खानु पनि पाउनु पनि एकदम राम्रो हो को छ है साथीहरू कता कता छुटेका छन् साथीहरूलाई छुट्यो भने बोलाउने खाना के छ मिठो छ दिपिका ह्याप्पी ल फाइनली गाइज हामी यहाँ बोरा बाँधाइसकेका छौँ यहाँ अब अहिले सूर्यास्त हुन पनि लागेको छ नि त तपाईँ देख्न सक्नुहुन्छ सूर्यास्त हुन एकछिन केही समय बाँकी छ होइन तपाईँ अब सूर्यास्तको दृश्यावलोकन म यहाँबाट तपाईँलाई देखाउने छु आज यो अब छुट्टी सार्वजनिक बिदा केही नभए पनि यहाँ धेरै मान्छेको हामी भिड देखिरहेछौँ यो एउटा पर्यटकीय स्थलकै रूपमा विकसित भइसकेको अवस्था छ यहाँ गाडीहरू पार्किङ गरेको देख्न सक्नुहुन्छ यो गाडीहरूबाट नै तपाईँले अनुमान लगाउन सक्नुहुन्छ यहाँ कति मान्छेहरू छन् भनेर होइन यो एकदमै धेरै भाइरल ठाउँ सूर्यास्त हुन केही समय अझै छ चिसो हावा लागिरहेछ यहाँ तल तलसम्म सूर्यास्त हेर्ने ठाउँ छ होइन जस्तै यहाँ बाइकहरू पनि तपाईँ देख्न सक्नुहुन्छ गाडीहरू पनि छन् यतापट्टि गाइज यहाँ ठाउँ भाइरल हुनुपर्छ होइन मान्छेको व्यापार है नेपालीले गर्छ कि गाइज यहाँ पनि अब जहाँ मान्छेको भिडभाड व्यापार त्यही त हो नि होइन यो यहाँ सामान्य टाइपको व्यापारहरू छ अब बिस्तारै यहाँ होटल टाइपका पनि यहाँ अब अस्थायी होटलहरू भनौँ न यहाँ अब बर्खाको बेला त गाह्रो हुन्छ नि त यो बाढीले पानीले यहाँ मान्छे एकदम परसम्म यो खुल्ला बगर छ त्यस कारण सूर्यास्त मजाले यहाँबाट हेर्न सकिन्छ अब हामी सूर्यास्तसम्म यहीँ रहनेछौँ अनि हामी सनसेट हेरेर यहाँबाट फर्किनेछौँ ल अब यहाँ सनसेटको फोटो कैद गर्दैछन् यसको चट्टक हेर न यहाँ तिमीहरू ग्रुपमा मात्र हिँड्ने है त्यहाँ अहिले चाहिँ कोसीको यो भङ्गालो होइन यहाँभन्दा पारिपट्टि श्रीलङ्का टापु योभन्दा उतापट्टि पनि अर्को एउटा भङ्गालो छ होइन त्यहाँ अब यहाँ बोटिङ सोटिङ एकदम सबै व्यवस्थित भइरहेको छ ल यहाँ भाइहरूको एकदम के छ सनसेट कस्तो आइरहेछ कपाल छ ल बालकृष्ण भाइ के छ अनि आज त हाम्रो बोराबादमा पनि भेट भयो त एकदम रमाइलो रहेछ सर ठाउँ नजिकै भए पनि यहाँ चाहिँ अब अहिले एकदम देश विदेशबाट मान्छे आइराख्दाखेरि नजिकको मान्छे आउनु पर्यो नि त त्यो भएर पनि आइरहेको त कस्तो राम्रो सोच्यो अन्त राम्रो देख्यो धेरै राम्रो है पानीले गर्दाखेरि आज बोट चलिरहेछ कि यातायातले गर्दा साह्रै राम्रो चढ्नुपर्छ ल धन्यवाद भाइ ल यहाँ बोटिङ होइन यहाँ धेरै मान्छेहरूले इन्जोय गरेको चाहिँ बोटिङ होइन तपाईँ देख्न सक्नुहुन्छ सप्तकोशी जल यातायातले यहाँ बोट सञ्चालन गरिरहेको छ अहिले एकदम शान्त छ नदी होइन बोटिङमा एकदम रमाइलो छ 250 यो बोटिङ गराइदिने भन्ने हामीले यहाँ सूचना पायौँ यो सानो बोट पनि रहेछ यतापट्टि यो अब सूर्यास्त के अरे सूर्यास्त हुन लागेको छ
टाढा तपाईँले आँखाले देख्नेसम्म यो नदी र यसको बगर देख्न सक्नुहुन्छ। त्यही भएकोले गर्दा नै यहाँ सूर्यास्त एकदम सुन्दर देखिएको हो। तपाईँ यहाँबाट सूर्यास्त पानीमा हेर्नुहोस् न, सूर्यको किरण है, सुनौलो रङ साँच्चै सुन्दर देखिएको छ। बिनु पनि बस, तिमी पनि बस, बस 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 सबैजना बस ल। सनसेट हुन लागिरहेको छ। यहाँ मान्छेहरूको चाहिँ एकदम भिडभाड छ है, मेला तपाईँ देख्न सक्नुहुन्छ। मेला नै लागेको छ होइन। अझ यहाँ त शनिबार शुक्रबार अनि सार्वजनिक बिदाको दिनहरूमा चाहिँ एकदम धेरै मान्छेहरूको भिडभाड हुन्छ अरे। आज पनि 5,000 जति मान्छेहरूको भिडभाड आज पनि देख्न सकिन्छ। त्यतिखेर चाहिँ 20-50 हजार मान्छेहरूको चाहिँ भिड हुन्छ भन्ने यहाँ जानकारी। कस्तो लाग्यो तिमीहरूलाई ठाउँ? बवाल छ अहिलेको भाइरल ठाउँ बोराबाँध। ल यहाँ यही सनसेट हेर्ने हेर कति राम्रो देखिरहेछ सनसेट। बिर्सिया छैन तिमीहरूलाई पनि? म्याम पनि हुनुहुन्छ यहाँ। मान्छेले रमाइलो गर्ने त हो नि होइन गाइस। मान्छेलाई जे गर्दा रमाइलो हुन्छ त्यही रमाइलो गर्ने। अनि अब यो प्रचार प्रसारकै कारणले गर्दा हो होइन यो राम्रो भएको, यसरी यो चर्चित भएको। तल तलसम्म मान्छेहरू चाहिँ सनसेट हेर्ने मान्छेहरूको भिड देख्न सकिन्छ यहाँबाट। सूर्यास्त हुनै लागेको छ होइन। अब धेरै कम भइसकेको छ सूर्यको प्रकाश। अब हामी यहाँबाट सूर्यास्त हेरेर फर्किनेछौँ। यहाँ रमाइलो मेला बच्चाहरूको खेल्ने होइन। ल यहाँ भाइहरू पनि हिँडिरहेछ। है तिमीहरू ग्रुपमा हिँड्ने है, हामी ठ्याक्कै 5 बज्दा चाहिँ गाडी हिँड्छ नि त्यहाँबाट। यहाँ रेत बालुवा होइन। मैले यहाँ सुनेको थिएँ त्यो के भन्छ अरे, बालुवामा हिँड्ने खालको त्यो गाडीहरू पनि यहाँ ल्याएको छ अरे। तल देखिरहेको छु मैले यहाँ तल। तपाईँ त्यसको पनि यहाँ रमाइलो लिन सक्नुहुन्छ। अब सूर्यास्त त जहाँबाट हेऱ्यो भने एउटै हो नि गाइज होइन हुन त। तर यो अब भिडभाडमा यसको रमाइलो नै बेग्लै छ। ल यहाँ हाम्रो गुड बोइजहरू पनि हिँडिरहेछ होला। खै आशिष खै? आशिष खै हामी 3जना मात्रै घुम्दैछौँ यहाँ। ल 5 बजे चाहिँ गाडी त्यहाँबाट हिँड्छ है। यहाँ चाहिँ बारबेक्यूदेखि लिएर क्याम्प फायरसम्मको व्यवस्था हेर्न है। अस्थायी रूपमा चाहिँ यसरी होटलहरू निर्माण गर्ने काम पनि भएको छ। यो चाहिँ अस्थायी हो। ल अघि त मन परेको थिएन, पर यहाँ कस्तो लाग्यो? एकदम राम्रो। यो चाहिँ बबाल राम्रो छ, अहिलेको भाइरल ठाउँ हो यो। गाइस तपाईहरु पनि घुम्न आउनु होला, यहाँ एकदमै राम्रो ठाउँ छ। यो कुन ठाउँ भन्दै त? बोरबाँध। बोरबाँध हो यो, बोराबाँध। यो चाहिँ बराहा क्षेत्र नगरपालिकामा पर्छ होइन। यो चाहिँ चक्करघट्टीभन्दा अलिकति पश्चिमपट्टि रहेको छ। तपाईँलाई अलिकति थोरै अफरोड ट्राभल गरेपछि गाडी यहाँ तपाईँलाई यहाँ ठ्याक्कै यो नदीको किनारसम्म नै आइपुग्छ। गाइज सूर्यास्त एकदम भइसकेको छ। ठ्याक्क तपाईँ देख्न सक्नुहुन्छ होइन, सूर्यास्त एकदम एबाउट टु सनसेट। हाउ ब्युटिफुल के, कति राम्रो देखिएको तपाईँ देख्न सक्नुहुन्छ। निकै सुन्दर नजारा, निकै सुन्दर दृश्य। अब सनसेटको दृश्य हेरेर
मान्छेहरू बिस्तारै अब फर्किने क्रम सुरु भएको छ। अब एकपल्ट बाटोमा निकै चहल पहल भिडभाड हुन्छ होइन। यहाँ अब विद्यार्थीहरू कता कता पुगे, अब तिनीहरूलाई खोजबिन गरेर लिएर फर्किनुपर्छ। यहाँ क्याम्प फायर गरेर राति बस्ने पनि अहिले यहाँ मान्छेहरू हुँदो रहेछन् होइन। तपाईँहरू क्याम्प फायर प्रेमी हुन्छ भने तपाईँ क्याम्प फायर पनि गर्न सक्नुहुन्छ। सूर्यास्तको दृश्य। ओके गाइज, आजको हाम्रो यो भ्लग यस्तै रह्यो होइन। केटाकेटीसँग विद्यार्थीहरूसँग यस्तै त भने हामी निकै रमाइलो रमाइलो ठाउँहरू हिँड्यौँ होइन। अप्सन कस्तो लाग्यो आजको टुर? कस्तो भयो? खतरा? आर यु सेटिस्फाइड? ओके ल, अब आशा छ हाम्रा विद्यार्थी भाइ बहिनीहरू सन्तुष्ट भयो होला नि होइन। यस्तै हो, ट्राभलिङ इज अ फर्म अफ लर्निङ होइन। केही कुरा हामीले स्कुल कलेजमा घरमा सिक्न नसकेका कुराहरू कहिलेकाहीँ हामी ट्राभलिङमा पनि सिक्छौँ। आज अलिकति हामीले हाइकिङ पनि गरायौँ विद्यार्थीहरूलाई। केही विद्यार्थीहरूले सके, केही विद्यार्थीहरूले सकेनन्। एनिवे नसक्नेहरूको पनि आधा आधासम्म गुड ट्राई थियो। ल यस्तै होइन। अहिले मेरो नियमित भ्लग आउनु सकेको छैन। मेरो अनलाइन क्लासहरू पनि अहिले नियमित हुन सकेको छैन। आशा छ अब आगामी दिनहरूमा मेरो भ्लग पनि नियमित आउनेछ र मेरो अनलाइन क्लासहरू पनि नियमित सुरु हुनेछ भन्ने तपाईँहरूलाई जानकारी गराउँदै आजको यो भ्लगबाट म यहीँ बिदा चाहन्छु। आउँदा जाँदा लाउँला पिराती, बाई बाई, हेभ अ नाइस टाइम। हामी गाडी चढ्छ।